दर्शकवृन्द आजको यो प्र्याङ भिडियोलाई एकैछिन समय निकालेर हेर्नुहोस् है त निकै नै रमाइलो भएको छ। कहाँ छेउ भने कहाँ छेउ नचिनेको र अस्ति तपाईको के अरे तिम्रो त्यो होटलमा आएर चाहिँ मैले खाएको होइन त अनि रक्सी खाएको होइन त। मेरो होटलमा रक्सी त खानी को पनि खान्छन् को पनि तर हो को कहाँबाट आउनु भयो को हुनुहुन्छ त्यो भन्नु। कस्तो चोर्या कुरा गरिरहेको बुढासँगै हो र छैन के गाडी बुढासित एक्लै छु भन्नु नि त को र सिन्धन अस्ति म आएको थिएँ त अनि तपाईँको त्यहाँ त्यो तिम्रो उमा आएर सुकुटीसँग त्यो रक्सी दिएको मान्छे के म आएर कस्तो त्यो मोटो मोटो थियो नि भुँडी हल्का बाहिर निस्किएको। अब कति आउँछ कति अनि मेरो होटलमा सुकुटी रक्सी खाना भात खाना यता सुन न ओइ गिरा यता सुन न यस्तो भने होइन तिमीले अनि रक्सी पैसा पर्दैन बरु होइन लास राम्रो लाग्यो जस एकदम हेन्सो रहेछ होइन मलाई चाहिँ पैसाको के अरे यो रक्सी पैसा पर्दैन भनिरहेको थिएँ त अनि मैले फेरि जबरजस्ती दिएर आएको त अनि भने होइन त अनि त्यसो होइन म एकछिनमा आउन भनेको अनि त्यसपछि टक्क यसो सुकुटी के को छ त्यस्तो तयार बनाएर राख भनेर चाहिँ फोन गरेको होइन। कस्तो नचिने र मेरो घर डुम्रो गाउँ भनिरहेको छु अनि त्यो त अनि यस्तो कुरा पनि गरे होइन त हामीले त अनि इन्डिया जम्ला अनि यताउता भनेको होइन त अनि भने होइन अनि यता सुन न यस्तो त्यो होटेल छोडिदियो होइन बिरामी पनि छ उपचार म आफै गरिदिउँला बरु होइन बुढा के त्यो बुढासँग बस्ने त्यो ग्वाजे जस्तो बुढा म अस्ति आएको होला हो अनि मै खाएको अनि म यस्तो मै खाना आउने बेला नि आफै चाहिँ अनि मेरो बुढाले देख्छ कि भनिदिने अनि हामी भिडौँ न बरु बाहिर आऊ न यहाँ मिलन चोकतिर मिलन चोक आऊ होइन एकछिन भेटिदिउँ यसो चिसो हानिदिउँला चुप्पा हानिदिउँला के छ र कहाँ जाने दिन्छ मलाई माया गर्न दिन्छौ र मैले पनि चाहिएको धनक नै हो मलाई पनि चाहिएको धनक्क नै हो। लास हिँड्छु नि फेरि धेरैपछि त अस्ति त्यो राम्रो त्यो गोरोवाला त्यो हेलमेट लगाएर आएको थियो त अनि त्यसपछि मैले त्यो सुकुटीमै छोडेको थिएँ अनि अनि त्यसपछि चाहिँ राँगाको मात्र छ कुखुराको छैन भनेर अनि राँगाको सुकुटीसँग त एकपल्ट रक्सी खाएको मान्छे हो कि या कस्तो बिर्सेको के कान्छी यार अनि हामी अनि फेसबुक आइडी के छ भन्दाखेरि चाहिँ अनि नदिने अनि म फेरि हटाएको थियो अनि म निस्किहालेँ नि त त्यही भएर अनि म त्यहाँ पनि हो कि कस्तो बुढीहरू बिगार्दै हिँड्ने मान्छे हो म त तिमीमा पनि यसो फेला पारौँ कि भनेको अनि के हो ल्याङ गर्छु यार कान्छी म त अर्काको बुढी त देख्नै हुन्न क्या म त झ्याममा हानिदिइहाल्छु। त्यसो आउने हो क्या म साँझ अलि रात पऱ्यो बेला बुढोलाई चाहिँ छुट्टै सुताउनु पर्छ होला कान्छी यस्तो हो नि त कान्छी हेर सुन्नु न होइन म लास्ट मन पऱ्यो मलाई चाहिँ होइन जे भयो पनि अनि बुढाले गुवा चाहिँ भयो कि यार त्यो अनि केही गर्न सक्दैन जस्तो छ त्यो त अरू म चाहिँ बरु यसो कान्छी होइन कुट्ने कुरा चाहिँ नगर होइन बरु सुट्ने कुरा गर न यार
बरु कुट्ने कुरा चाहिँ नगर बरु सुत्ने कुरा गरौँ न यार मुख नछार्नु न बरु छार्नुहुन्छ भने अब हुन्छ नि पसिना ससिना छार्नु